कतिजनालाई लाग्छ कि म मात्रै अनलकी छु, म मात्रै केही कुरामा पनि म सफल हुँदिनँ, मलाई चाहिँ जे पनि मेरै मात्रै काम बिग्रिन्छ, ओहो म कति अनलकी भन्ने फिल कतिजनालाई हुन्छ। आफूले आफूलाई चाहिँ अनलकी कतिजनाले फिल गर्नुहुन्छ? अनलकी भने चाहिँ के हो त? मतलब आफूले भने जस्तो नहुनु होइन, आफूले चाहे जस्तो नहुनु, स्ट्रगल गर्नुपर्ने, स्ट्रगल गर्यो फेरि त्यसको फल पाउने बेलामा फेरि सबै स्पोइल भइदिन्छ होइन। त्यो सब नै हो अनलकी हुने भने होइन, आफूले भने जस्तो नहुनु नै अनलकी भयो एक त। तर म आफूलाई पनि महसुस गरेको म हो मैले जे गर्दा पनि हुँदैन, कस्तो अनलकी म भनेर भनिन्छ, सोचिन्छ नि त, धेरै माइन्डमा धेरै कुराहरू खेलाइन्छ। तर वास्तवमा यो भनेको अप्स एन्ड डाउन्स हो लाइफको होइन, यसलाई चाहिँ जसरी पनि ह्यान्डल गर्नुपर्छ। अनि ह्यान्डल त गर्नुपर्छ, तर हाउ टु ह्यान्डल भन्ने पनि कुरा आउँछ फेरि है, हाउ टु सर्भाइभ भन्ने कुरा आउँछ। अब एउटा प्रब्लम हुन्छ नि त, एउटा इकोनोमिक प्रब्लमहरू हुन्छ, फाइनेन्सियल प्रब्लमहरू हुन्छ, अनि एउटा फ्यामिली प्रब्लमहरू हुन्छ, जे कुरालाई पनि ह्यान्डल चाहिँ कसरी गर्ने त भन्ने कुरा हुन्छ। बुक अनुसार चाहिँ भन्छ कि आफूले आफूलाई चाहिँ शान्त बनाउने, स्ट्रगल गरिराख्ने, अनि आफूले चाहिँ स्ट्रङ फिल गर्ने, आफूलाई कसैको अगाडि पनि झुक्न नपरोस् भन्ने खालको, अनि कहिले पनि हार मान्न नपरोस् भन्ने खालको। तर मैले पनि आफूले फेस गरेको कुराहरू अनि त्यहाँ माथि फेस गरेको भन्दा पनि अब भोगेको कुराहरू कहिलेकाहीँ आफूले भने जस्तो नहुँदा भन्ने हुन्छ नि त, अब के गर्नु, हुँदैन, अब छोडिदिनु भन्ने जस्तो। तर लेट इट बी चाहिँ कहिले पनि नगर्ने, कहिले पनि नछोड्ने, त्यसलाई कन्टिन्यू गर्ने, टु बी कन्टिन्यू गरिराख्ने, ताकि बिजनेस गर्दा होस् या लाइफमा होस् अप्स एन्ड डाउन्स त आइ नै राख्छ। त्यो जसरी पनि आउने कुरा हो, एनी हाउ जसरी पनि हाम्रो लाइफमा हुने कुरा हो, कि राम्रो हुन्छ कि नराम्रो हुन्छ, त्यसको लागि चाहिँ सेल्फ प्रिपेयर भइराख्नुपर्छ। सकेसम्म आफूले आफूलाई आफ्नै तरिकाले नर्मली कुनै प्रब्लम्सहरू क्रिएट गरेर आफै सल्भ गर्दै गयो भने लाइफ इजियर हुन्छ है, पछि स्ट्रङ्गर भइन्छ, जुन कुनै पनि परिस्थितिलाई फेस गर्न सकिन्छ, लड्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। म चाहिँ त्यसरी आफूलाई क्रिएट गर्छु कि प्रब्लमहरूमा ठिक छ, कसैको अरूको प्रब्लम छ भने म इन्भल्भ भइदिन्छु, ओके म ह्यान्डल गर्न सक्छु कि भन्ने कुरा हुन्छ। यदि ह्यान्डल गर्न सकिएन भने एटलिस्ट कुनै न कुनै पाटाबाट एउटा सिख त लिइन्छ नि, ओ यसरी रहेछ सल्भ गर्ने, यसरी गर्दा चाहिँ सल्भ हुन्थ्यो होला मेबी भन्ने खालको एउटा माइन्ड सेटअप निस्किन्छ नि त लास्टमा गएर। अब लाइफ हो, लाइफमा कि पाउँछ कि पाउँदैन, त्यसलाई चाहिँ अनलक्कीको नाम दिएर आफू चाहिँ पछाडि सर्नु हुँदैन। लक र अनलक त हुन्छ नै, अब अनलकलाई पनि लक बनाउन सक्ने ताकत पनि आफूमै हुन्छ। प्रब्लम्स हुन्छन्, प्रब्लमको सल्युसन पनि डेफिनेटली हुन्छ, विदाउट सल्युसन कुनै पनि प्रब्लम क्रिएटै हुँदैन, त्यसको सल्युसन हुन्छ। बस यति मात्रै हो कि हामीले त्यो सल्युसनलाई चाहिँ कसरी चिन्ने, त्यो टाइमलाई चाहिँ कसरी चिन्ने, ल सल्युसन चाहिँ कसरी निकाल्ने भन्ने कुरा हो। त्यति बेला चाहिँ म के गर्छु, म शान्त भएर सोच्ने, एक्लै बस्ने, एक्लै बोल्ने, अनि मैले चाहिँ के गरेँ त, मतलब जाने प्रिभ्यू जाने है, पछाडि सोच्ने, ओहो मैले के गरेँ त, यो गरेँ, ल ठिक छ, मैले ती सुधार्न सक्छु है ममा भन्ने खालको चाहिँ आफ्नो सेल्फ मोटिभेट गर्ने आफूले आफूलाई त्यो गर्यो भने तपाईँलाई सजिलो हुन्छ। बुक्सहरू पढ्ने, म प्रायः बुक्सहरू पढ्छु।